आधा अधुरा माग तपाईहरु सांसदमा कहिले पनि नगर्नुस्। पहिला बाराका सांसद रहबर अन्सारीज्यूको पहिला यो कुरा सुनम। बारा जिल्लामा सिमराको वडा नम्बर 1 मा जुन 3 वर्षीय बालिकाको बलात्कार पश्चात हत्या भयो त्यो विषयलाई म अलि अर्कै ढंगले भन्न चाहन्छु। सामान्य सभामुखज्यू, बारा जिल्लाको यो इलाका प्रहरी कार्यालय सिमरा यो लापरवाही र लेनदेनको केन्द्रबिन्दु बनेर रहेको छ। मैले पटक पटक यो विषय उठाएको छु। मैले त्यहाँ केसिनोमा नि यसरी नेपालीहरू खुलेआम गइरहेको विषय उठाएको छु। गृह मन्त्रालयको म ध्यान आकर्षण गर्न चाहन्छु। आज 2 जना नालायक प्रहरी अफिसरले गर्दाखेरि 3 वर्षीय बालिकाको हत्या भएको छ रेप पश्चात। र त्यहाँ प्रहरीले खोजेको होइन। जुन दिन यो घटना भयो बालिका हराए पश्चात प्रहरीलाई जानकारी गराएको 24 घण्टासम्म पनि कुनै प्रहरी कहीँ पनि परिचालन भएको छैन। 24 घण्टासम्म। जब छिमेकीले 72 घण्टा पश्चात थाहा पाए कि यहाँ सबको गन्ध आइरहेछ, त्यसपछि प्रहरीको कुकुर सबै गएका छन्। भनेपछि ती प्रहरी अफिसरहरूलाई, त्यो इलाकाका प्रहरी अफिसरहरूलाई तानेर हुन्छ कि कारबाही गरेर हुन्छ कि प्रहरीको एक्सन लग थाहा हुनु पर्यो। 1 घण्टामा प्रहरीले के गर्यो, 2 घण्टामा के गर्यो, 6 घण्टामा के गर्यो, 12 घण्टामा के गर्यो, ताकि आइन्दा यस्ता घटनाहरू हुँदै गर्दाखेरि प्रहरीले सबै कुरा थाहा पाएपछि चाहिँ आफ्ना जनशक्ति पठाएर हामी अनुसन्धान गर्दैछौँ नबनुन्। एकजना बालिकाको के गल्ती थियो? न उसले सरकार चिन्छ, न उसले पार्टी चिन्छ, न उसले प्रहरी चिन्छ। उसले के चिन्छ भने आफ्नी आमालाई चिन्छन्, उनले आफ्नो आँगनलाई चिन्छन्, आफ्नो छिमेकीलाई चिन्छन्। ती बालिका आज घर आएकी छिन्। त्यस्ता कति बालिकाहरूको रेप भइरहेको छ, हत्या भइरहेको छ। यसमा गम्भीर हुन म गृह मन्त्रालयलाई ध्यान आकर्षण गर्न चाहन्छु। धन्यवाद। माननीय रहबर अन्सारीज्यू, तपाई पनि संसदमा आधा अधुरा माग चाहिँ नराख्नु के? तपाईहरुलाई जनताले आफ्नो बहुमूल्य भोट दिएर सांसद बनाएका छन्। यस्तो जघन्य अपराध गर्ने व्यक्तिहरूलाई कडा भन्दा कडा होइन फाँसीको सजाय हुनुपर्छ र यस्तो तपाईहरु संसदमा माग राख्नुस्। र मेरो मध्य प्रदेशका सबै सांसदज्यूहरूलाई के आग्रह छ भने यस्तो घटनाहरूमाथि तपाई सबैजना मिलेर आवाज चाहिँ संसदमा उठाउनुस् र फाँसीको माग गर्नुस्। यस्ता नरभक्षीहरूको लागि, यस्ता खाते कुकुर सुअर मानसिकताको रोगीहरूको लागि यो समाजमा ठाउँ चाहिँ हुनु हुँदैन। जय मधेस, जय नेपाल।